हेलो गाइस है सबैजनालाई गुड मर्निङ र आज चाहिँ आइरहेको छु म तपाईँहरूको सामु छोटो छोटो भिडियो बनाउँदै र मैले हिजो चाहिँ म ग्राउन्ड गइनँ होइन गाइस अनि आज चाहिँ जान्छु म ग्राउन्ड अनि आज ग्राउन्ड गएको भिडियोहरू अलिअलि के हुन्छ देखाउने छु अनि अस्ति पनि मैले देखाएको छु होइन अनि आज चाहिँ मम्मीहरू चाहिँ र भोलि चाहिँ साथी आउँछ अरे अनि साथीलाई के दिउँ भन्दै थियो होइन मम्मीको साथी होइन अनि आन्टीहरू अङ्कलहरूको छोरा आन्टी अङ्कल त्यही होइन अनि के दिउँ भने चाहिँ आज चाहिँ खाब्जे बनाइदिएर आज गाई चाहिँ त्यसको हेरिदिउँ गाई खुचे टकसँगले खाब्जे होइन मम्मी यो तपाईँको साथी आउँछ भनेर हौ मेरो साथी आउँछ भनेर खाब्जे बनाएर खुवाउँ भनेर बनाएको कहिले आउँछ साथी चाहिँ भोलि आउँछ अरे साथी यहाँ चाहिँ चाहिँ साथीको लागि खाब्जे बुट्टा हानेर यहाँ अहिले पोल्नलाई तेल यति बेसी मेरो औँली पनि थप्पै हाल्दैन त अब्बै अनि यिनीहरू त्यस्तै छ लडी बडी भुइँ बडी ए आहा भाइ खोइ उयो लड्छ यस्तो छ क्या फेरि यता चाहिँ सिङ्गो आउँदै रहेछ हो मिला मजाले अनि पुच्चीको खबर के छ के छैन त्यो अल्छी लाग्दो बसेको स्कुल छुट्टी भएर हो क्या हो स्कुल छुट्टी भएर अल्छी लाग्दो बसेको होइन हो कि होइन जोडले बोल न मेरो मैले भनिरहेको छु बार होइन दाइको छोरी हो गाइस लाठी है गाइस नबोल्छ बोल्छ लाठी हो गाइस तो मनमा नै होइन गाइस र यहाँ पर चाहिँ मजाको भजनहरू बज्छ होइन गानु मन परेको थियो के भन्छ आइस है दामी चाहिँ त कुकम्यान हो त होइन होला म चाहिँ इटरम्यान तँ चाहिँ के हो इटरम्यान मजाले खा यहाँ भन्नु छ चिनीको यहाँ कस्तो भयो त्यो नुनको दामी हुन्थेन होइन अलिक बनाउँदाखेरि भनेको म त्यो निम्की यस्तो हुन्छ नि त भाइ सुतेको हो यो तिम्रो प्यान्टी हो अन्त दामी रहेछ त अनि के कहाँबाट आइस के खाएर आइस अन्त हातभरि बोकिरहेको आम्मा यहाँतिर बिट्टे ऊ यहाँ त्यो खाना यहाँतिर खानाहरू छ आम्मा भनेको त जिउतिर दल हुन्थ्यो तँलाई भालु देश लो तिम्रो पेन्टी होइन यो अन्त हेलो गाइस भनौँ पहिला सबैजना सन्चै हुनुहुन्छ भनौँ सन्चो हुनुहुन्छ तँ के भन्नु चाहन्छस् आज ग्राउन्ड जाने होइन नजाने बुनो खाना खाइसक्यो मुखभरि यहाँ र आमा उताभरि दली छ लगाइस खाना खाइस यस्तो मनपर्छ नि त हो त्यही भन्दै रुपियाँ छ मम्मी यतातिर रुपियाँ आज ग्राउन्ड जाने होइन त्यो त खेल्नु कि हुँदैन साथी होइन रिल्स बनायो यसो भ्लग सक बनायो होइन खुदै जाने होइन जाने नजाने जान्छस् के हो यो त घाम कस्तो दामी लाग्दिरहेछ उतल हेर्दा हो तेरो साथीहरू घुमिरहेको रहेछ यस्तो घाममा हेर तँ यहाँनिर औडामा बसिबस्छस् ल गाइस मध्य 12 बजेको घामै चाहिँ है
ओहो यस्तो टल्किरहेछ चाहिँ अब चाहिँ हामी घरबाट रेडी भएर नि होइन निक्लेको ग्राउन्डतिर होइन अनि त्यो छ त्यतिर मुक्छु होइन अनि त्यही हो गाइस प्र्याक्टिस हुन्छ हल्का फुल्का अनि लुगा चाहिँ यत्रो मजाले धोएको होइन यहाँ कालो लागेको छ फेरि अब अनि यो होटेल चाहिँ निकै चल्दो रहेछ है हो प्र्याक्टिस चल्दो रहेछ अनि अगाडि फुचे छ यत्रो ब्याग बोकेर हो बल बोक्छु भन्छ अनि त्यही हो गाइस है भाइ यता आइज तल्लोपट्टि आइज अनि आएर क्लस गर्नु पऱ्यो नि त होइन लगाइस यस्तै छ त के गर्नु अब आप्पा अहिले सिक्किममै हुनुहुन्छ होइन अनि अब कहिले आउनुहुन्छ घर अनि आएपछि अलिकति हाम्रो काम बाँकी छ त्यो काम त्यहाँदेखि के हुन्छ कसो हुन्छ सायद फुटबल प्र्याक्टिस पनि पाउँदिनँ जस्तो लाग्दैछ होइन लगाइस के हुन्छ देखाउनेछु र फुच्चे के भन्न चाहन्छु त आज गोली कसरी खेल्दा मजा आउँछ मजाले खेल्दा प्र्याक्टिस को नेमार जस्तो लुगा लागेकोले के भन्छ अरे भाइ मेरो भाइ खोइ के हो के भएछ फोहोर भएछ आज कुचस अब भोलि पर्सितिर बुट सुट किन्नुपर्छ होइन भन् त्यहाँदेखि टक्कसँगले जर्सी किनेर कुद्नुपर्छ ल यस मौसम चाहिँ आज अलिक पनि ठिकैको छ बेसी घाम पनि लागेको छैन आज चाहिँ है त के भन्छस् भाइ ठिकै हो ल भाइ अहिले है यसको चाहिँ साथी नभएर होइन फुच्चे ए फुच्चे यहाँ त भाइ साथी भएन तेरो किन भएन बोला न त खेल्न आऊ साथी भन् जा खेल्न आऊ भन यसको साथी भनेर छ गाइस होइन अनि यो एक्लै बसिरहेको छ खेल्न भाइ तेरो पनि बल छ त लु उयो होइन एक्लै बसिरहेको छ क्या र फाइनली गाइस चाहिँ म चाहिँ घरमा आइपुगेको छु अनि मैले चाहिँ खास ग्राउन्डमा अलिकति भिडियो बनाएँ र जाँदाखेरिको भिडियो बनाएँ होइन अनि खास चाहिँ म तपाईँहरूलाई देखाउने चाहिँ आउँदाखेरिको भिडियो के हुन्छ त्यसमा देखाइबस्नु पनि त्यसलाई चाहिँ भ्लग बनिन्छ होइन तर अब मैले चाहिँ के गरेँ भन्दाखेरि नि है तपाईँ अब सबैजना प्र्याक्टिस गरिरहेछ त म पनि प्र्याक्टिस गर्नुपर्छ होइन अनि पसिना त निकाल्नै पर्छ त्यो सोचेँ अनि भिडियो बनाउँ भन्दा फेरि कोही गएको थिएन होइन भाइ थियो एउटा मेरो भतिजो भाइ छ अनि त्यो भाइ चाहिँ भिडियो बनाउने होइन अनि त्यो भएर मैले त्यसलाई खेल्न लगाइहालेँ अनि भिडियो त्यतिकै राखेँ मैले अनि आउँदाखेरि भिडियो बनाउनु भने गाडी बेसी चलाउनु हेरेँ है अनि त्यस्तै भइरहेछ आज भोलिको मेरो ब्लग अनि सबैसँगले म घर आइपुगेँ होइन अनि लगाइस जहिले पनि म फ्यामिली चाहिँ म त्यो आउँछ होइन त्यो भन्दा मम्मी चाहिँ गर्मीले जहिले होइन यस्तै हो ल अनि आप्पासँग बोल्नुपर्छ भोलि पनि सक्यो यहाँ फ्यान आममा हो गाइस गर्मी चाहिँ टन्नै छ होइन डराएको गर्ने र यहाँ चाहिँ पढाउँदैछ अनि यो चाहिँ खेलिरहेको छ गेम अनि अर्को देखाउने छु क्या को भन्दा नि गाइस यहाँ ओ भाइ खतरा गर्छ त तिमीले त बस्नु lovely अनि लगाइदिनु होइन माइक हिँड्नु न माइक ब्याट्री निक्लिरहेको छ होइन माइक भनेर चाहिँ यार रिमोट पो रहेछ यो चाहिँ खासै किन बाँडेको भन्दा नि गाइस यो चाहिँ फुच्चीहरू छ नि त होइन यिनीहरू यहाँ अब चढ्छ होइन भनेर चाहिँ आप्पाको आइडिया हो यो चाहिँ गाइस है
अनि यो होटेल चाहिँ दामी छ सधैँ चल्छ अब एक दिनमा पनि जाउँला रमाइलो गर्नु गर्लफ्रेन्डै छैन र भयो त कि गाइस मेरो गर्लफ्रेन्ड भएको त कहाँ जान्थ्यो रमाइलो गर्नु जस्तो के रमाइलो पिज्जा खाने हो भन्थे अनि एक कप लेमन टीमै सक्दिन्थेँ क्या त्यही भएर नमाएको क्या गर्लफ्रेन्ड अनि आजको अर्ग्यानिक सब्जी गाइस कस्तो दामी पकाएको छ क्या मम्मीले हेर्नुहोस् है ओहो मम्मी के अरे गुन्द्रुक र डिङ्गुरे र आमा ल मुस्रीको दाल पनि छ यहाँ खाना रेडी छ होइन ए यो खाना दिउँसोको अब यो गनाइहाल्छ गाइस यसलाई फ्याल्नुपर्छ अनि यहाँनिर मुस्रीको दाल चाहिँ ल मुस्रीको दाल हो सबैलाई आएछ किन खोल्नु यस्तै छ गाइस सामान होइन लथालिङ्गे भने जस्तो मिलाइरहेछ यहाँबाट डक्क सन्देश यहाँबाट र त्यही हो गाइस मैले सकेसम्म देखाइरहेको छु होइन अनि गर्मी त त्यही हो अनि अब बिस्तारै बिस्तारै अहिले कति बज्छ त अब टाइम हेर्नु अनि त्यही हो गाइस आज मजा आयो प्र्याक्टिस गर्नु प्र्याक्टिस गर्दा चाहिँ कसलाई मजा आउँदैन आउँछ तर पनि अब रमाइलो फिल है त गाइस अनि अब त्यही हो गाइस अरू केही भन्नु छैन र मेरो यस्तै छ भिडियो होइन मैले अहिले युट्युबमा हाल्नु थालेको छु तपाईँहरूलाई मैले मेसेन्जरमा पठाइदिन्छु है त गाइस ल अनि सब्सक्राइब नगर्नु भएकोले प्लिज सब्सक्राइब गरिदिनुहोस् है मेरो च्यानललाई अनि त्यही हो गाइस लाइक प्लिज सपोर्ट चाहिएको छ गाइस होइन अनि सायद म एक दिनमा होइन जानु पुग्दिनँ होला प्र्याक्टिस किन भन्दाखेरि अब मेरो अलिकति भए पनि कामहरू छ नि त त्यो भएर सो गाइस अनि त्यही हो म भेट्नेछु कहिले भन्दा भोलि या पर्छ त गाइस ल सबैजनालाई बाई